अनि के घर कहिले जान्छस् त? अब जाने 10 साल पुरा गरेर एकैचोटि बङ्गाली होस् कि क्या 10 साल पछि मुला त मुलासँग हिँडेछ त के छ भन्न अरु भन् के छ कुराहरु नाच्न उठो सबैजनालाई सेवा अनि नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल र आज चाहिँ म के भन्नु आएको भन्दाखेरि आज चाहिँ म एउटा नयाँ अर्को ब्लग लिएर आएको छु र जुन ब्लग चाहिँ तपाईहरुले मेरो युट्युबमा हेरेर थाहा पाउनुहुनेछ र आज चाहिँ म कहाँ जान आँटेको भने दुईटा ठाउँमा जानुपर्ने छ र कहाँ जानेछु भन्ने चाहिँ तपाईले अहिलेबाट हेरेर थाहा पाउनुहुनेछ एकजनालाई भेट्नुपर्नेछ र अर्को चाहिँ मेरो आफ्नो पर्सनल काम छ जुन चाहिँ तपाईले यो भिडियोमा हेरेर थाहा पाउनुहुनेछ र जतिजनाले पनि हेर्नु हुँदैछ प्लिज अन्तिमसम्म हेरिदिनु होला के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला र यति भन्दै भिडियोलाई सुरु गर्न चाहन्छु लेट्स गो यो सलाद त भइहाल्यो यसमा सलादमा चाहिँ मैले काँक्रा गाजर अनि प्याज टमाटर अनि लेमन भइहाल्यो कागती यो त फाल्टै सलादको भयो र जुसको लागि चाहिँ मैले पम्ग्रेनेट लिएर आएको छु त्यसपछि किवी अनि एभोकाडो अनि गुआभा ओरेन्ज यिनीहरुको चाहिँ जुस बनाएर टक्कसँगले पिएर रेडी भएर जानुपर्ने हुन्छ र अर्को चाहिँ यहाँनिर र अर्को चाहिँ मसँग रहेको छ मत्ता यसलाई चाहिँ मत्ता हुन्छ यसमा चाहिँ टक्कसँगले लेमन हालेर ओ मजा अर्को हुन्छ यसको यसलाई चाहिँ मत्ता भन्छ है यो चाहिँ कस्तो मान्छेले खाने भन्दाखेरि कोही मान्छेको कपहरू बसेको छ है कोही मान्छेहरू चाहिँ धेरै नै स्मोक गर्नुहुन्छ अथवा लाइक हुन्छ नि अब कप बसेको हुन्छ हो त्यस्तो मान्छेले चाहिँ यो पिउनु भयो भने चाहिँ एकदम राम्रो हुन्छ है बडीको लागि यसले चाहिँ स्टमक क्लिन गर्छ है सलाद बनाइरहेको छु सलाद र जुस यो चाहिँ टक्क खाएर रेडी भएर जानुपर्ने हुन्छ आज कहाँ जान्छु भन्दा चाहिँ भर तपाईले मेरो भिडियोमा थाहा पाउनुहुनेछ र यो सलाद चाहिँ फेरि मेरो फेभरेट हो है यो सलाद चाहिँ म मान्छेहरूले चाहिँ सलाद चाहिँ फेरि खानामा खान्छ है तर खासमा भन्नुपर्दा चाहिँ खाना पहिला खानुपर्ने हो चाहिँ मान्छेहरूले चाहिँ साथमा खानासँगै खान्छ तर यो चाहिँ खासमा
खानुभन्दा अगाडि खानुपर्ने हो धेरै राम्रो र यो ब्लग हेरेर तपाईँलाई के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला जतिसक्दो म नयाँ नयाँ ब्लगहरू भिडियोहरू ल्याउने ट्राई गर्नेछु तपाईँको साथ सपोर्ट चाहिन्छ यति सबै गरिसकेपछि चाहिँ चट्टसँगले नुहाएर रेडी भएर जानुपर्ने हुन्छ आज कहाँ जान्छु भनेर तपाईँले मेरो इन्टरभ्यू थाहा पाउनुहुन्छ र यसमा चाहिँ 3-4वटा आइटम छ यसलाई चाहिँ भरे दामी गरी बनाएर दिनुपर्ने हुन्छ र मेरो सलाद पनि रेडी भइसक्यो र मत्ता छ यहाँनिर गाइस यदि 3वटा चाहिँ मेरो फेभरेट हो है सो गाइस आज चाहिँ मैले 2-3वटा आइटम ल्याउनु बिर्सेछु जस्तै दुध भयो होइन डेट्स भयो यहाँहरू ल्याउनु बिर्सेछु तर ठिकै छ अरू बेला खाइरहेको है आज जस्तोसुकै भए पनि अब खाइदिउँला अब हतारमा जल्दीमा नै बिर्सिरहेको छु अब अहिले आजको लागि चाहिँ यति नै र यो चाहिँ मत्ता हो गाइस है र यो चाहिँ खासमा सानो कपमा खान्छ है यसको कप चाहिँ अर्कै हुन्छ फाल्टै हुन्छ र यसको चाहिँ एउटा पाइप छ है यो पाइप चाहिँ अर्को डिजाइन यस्तो खालको हुन्छ यहाँ चाहिँ यो चाहिँ एउटा हब्स भनौँ न यो चाहिँ जडीबुटी हो यो यस्तो खालको पाइप चाहिन्छ यसमा चाहिँ यो यस्तो खालको पाइप भएन भने चाहिँ यो ट्याक्क पत्ता तपाईँको गलामा अड्किन सक्छ है घाँटीमा अड्किन सक्छ र यो चाहिँ यसमा चाहिँ खासमा 0 सुगरको हो यो चाहिँ कस्तो हुन्छ भने खट्टा हुन्छ यसमा चाहिँ तपाईँले सुगर हाल्नु मिल्दैन र सुगर भर्खर तपाईँले नखानु पनि होला बडीको लागि राम्रो पनि होइन यसलाई भेट्नुको लागि आधा घन्टादेखि हिँडेर हिँड्यो आयो भन्दै त मलाई ब्लगमा आयो भन् यो मुलङलाई भेट्नुको लागि कम्ता टाइम लागेन हो कति वर्ष पछि भेटियो 6 वर्ष भयो त म घर पुगेर आइसक्यो त पुगेको छैन 6 वर्ष पछि भेटियो यससँग जानु भन्न यार यस्तो यार यत्रो वर्ष भेटेको दसैँ पनि मनाउन पाइ अनि के भन्न यत्रो वर्षपछि भेटियो के भन् अहिले भर्खर तिमी आयो पर्खिँदा 2 घन्टा बाटोमा पर्ख्यो पसिना निस्क्यो कम्ता टाइम लाग्यो त मलाई त आधा घन्टा हिँडेर अनि फेरि त्यसपछि ट्याक्सीमा कम्ता टाइम लाग्छ अनि के घरको कहिले जान्छस् त जाने 10 साल पुरा गरेर बङ्गाली होस् कि क्या 10 साल पछि मुलासँग हिँडेछ के छ भन्न अरू भन् के छ कुराहरू नाच्न भन् बल्लाले भेटिएको छ के भन्नु छ तँलाई कति बजी भोलिको ड्युटी 7 बजे ड्युटी कति बजे अहिले 2 बजे आँटो होला घर जाने बेलामा चाहिँ भन्न अनि अर्को वर्ष फेरि सँगै जाऊँ कि क्या हो लोकल लिभ लि बस अनि त्यसपछि अर्को वर्ष दसैँमा ठ्याक्क जानुपर्छ सँगै दामी हुन्छ है सबैजनाले यो निहाङ च्यानललाई लाइक शेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला अरू कुरा जस्तो सुकै भए पनि आफ्टर लङ टाइम पछि भेट भयो है त बन्दासँग लङ टाइम पनि के पनि 6 इयर्स पछि भेट भयो अब चाहिँ नास्ता खाएर क्यामेरा अफ गरेर पर्सनल कुरा गर्नुपर्ने हुन्छ अनि त्यस पछाडि चाहिँ लाग्दिन्छु है त गाइस
सो गाइस फाइनली आइपुग्यो र अब चाहिँ जानुपर्ने हुन्छ फ्ल्याट नम्बर 9
सो गाई चाहिँ अब चाहिँ ट्याटु हालिसकेर टक्कसँगले भुइँमा झऱ्यौँ। त्यसले चाहिँ भन्दै थियो पानीमा नभिजाउनु, गरम पानीमा, चिसो पानीमा राख्नु, अनि बाहिर हावाहुरीमा पनि प्रायः नजानु, त हात नखुम्चाउनु भन्दै थियो क्या। त्यही भएर ज्याकेट लगाइरहेको छु है। अब एकैचोटि भोलि यसलाई दामी गरी साफ गरिन्छ। सो गाई चाहिँ अब चाहिँ टक्क हानिसकेर टक्कसँगले अब चाहिँ अलिकति जुस खाएर, अब चाहिँ अलिकति जुसहरू खाएर टक्कसँगले जानुपर्ने हुन्छ रुममा रेस्ट गर्ने हो। अब चाहिँ यहाँ माथिबाट चढेर यो चाहिँ रोड क्रस गर्नुपर्ने हुन्छ, यो ब्रिज क्रस गर्नुपर्ने हुन्छ। यो ब्रिज क्रस गरिसकेपछि चाहिँ उताबाट ट्याक्सी चढेर रुम जानुपर्ने हुन्छ। लास्ट गल्यो त हौ, यति चाहिँ अब ब्रिज चढ्दाखेरि पनि यो ब्रिज क्रस गरिसकेपछि चाहिँ पारी आउँछ। पारी आएपछि चाहिँ टक्कसँगले ट्याक्सीमा चढेर जानुपर्ने हुन्छ रुम। यहाँको ब्रिज चाहिँ यस्तो छ, ठिकै भयो र दुख्नु पनि अति पनि दुखेन, हल्का। फर्स्ट एक्सपिरियन्स हो नि त, त्यही भएर पेन चाहिँ हुन्छ। अब हार्ड हानु भने चाहिँ अब पेन चाहिँ डह्रो हुने हो होइन, हल्का हान्यो ठिकै छ। अब यसको रिजल्ट भोलि हेरौँला के हुन्छ। सुनिनु चाहिँ फेरि सुनिरहेछ हो। हेर लिफ्ट से जाएगा नहीं चाहो नहीं, लिफ्टबाट गएको हुन्थ्यो। यहाँबाट जाने अब पारी आइपुग्यौँ। यहाँको आकाशको पुल पनि दामी छ क्या, छुट्टै मजा छ। अब चाहिँ भुइँमा आइपुग्यौँ। भुइँको अघि लिफ्टबाट माथिबाट आएको चाहिँ तल आइपुग्थ्यो क्या। यहाँ बाहिर निस्किने, यहाँबाट चाहिँ टक्क पेट्रोल पम्प छ, ट्याक्सी चढेर जानुपर्ने हुन्छ। गाई चाहिँ बल्लले रुम आइपुग्यो। आज चाहिँ दुईवटा ठाउँमा पुगेर आइयो, भान्जालाई पनि भेट्यो र ट्याटु पनि हान्यो। अब रुम आइपुग्यो, एकचोटि रुममा भेटौँला। बल्लले रुम पनि आइपुग्यो। अब चाहिँ भिडियोलाई बन्द गर्नुपर्ने हुन्छ। भिडियोलाई बन्द गर्दै फेरि भेटौँला भन्दै जय नेपाल।